हेलो गाइजहरू नमस्कार गुड मर्निङ। आज हामी बिहानै सुदूरपश्चिमको स्पेसियल खाना गतानी डुब्का बनाउन गइराखेका छौँ। तपाईँहरूलाई पक्कै पनि म पुरा भिडियो देखाउने छु। तपाईँहरूले स्किप नगरिकन पुरा भिडियो हेर्न सक्नुहुनेछ। विशेष गरी सुदूरपश्चिमको पनि बैतडी जिल्लामा बनाइने छाँच हालेर कसरी फाँडो बनाउन सकिन्छ गतमा भन्ने कुरा चाहिँ आज तपाईँहरूलाई देखाउँछु। कतिको मिठो हुन्छ म पनि आज पहिलोपटक खाने छु होइन। कतिको हुनेछ तपाईँहरूलाई देखाउनेछु है साथीहरू, सबैजना हेरिदिनु होला। यो गतलाई भिजाएर सफा पारेर सिलौटोमा यसरी पिसिन्छ। यो पनि सुदूरपश्चिमको बैतडी जिल्लामा रहेको एउटा फेभरेट यो गतमा छाँच हालेर कसरी यसलाई फाँडो बनाउन सकिन्छ, डुब्का बनाउन सकिन्छ भन्ने कुरा तपाईँलाई देखाउन गइरहेका छु। यसरी पिस्नुपर्छ है साथीहरू। सेवास ल गाइजहरू, फाइनल्ली गतलाई पिसिसकेका छौँ। अब यसलाई हामी यसरी अर्को थालीमा उर्छौँ है। अब हामी अघि गत पिसेका थियौँ नि, त्यसको फाँडो बनाउन गइराखेका छौँ। त्यसका लागि सुरुमा तेल हाल्नु, ट्याक्क गरेर यसरी तेल हाल्ने। अब यसलाई यसमा हाल्ने, यसरी हाल्ने। तेल भरिसकेपछि यो मसला हुन्छ होइन, ट्याक्क मसला झ्याम्म 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 मसला हाल्यो। फेरि मसला पनि भुट्यो, हल्दी आयो होइन। छाँच भन्ने छ होइन, यो छाँचलाई तपाईँको यसमा हाल्नु पर्यो। छाँच हालिसकेपछि यसलाई मस्तले चलाउने, राम्रोसँग चलाउने साथीहरू है। यसरी यसलाई राम्रोसँग चलाउने। अब त्यतिले त पुगेन, अब त्यो छाँच कम थियो। अब पातलो हुन्छ जस्तो लाग्छ भने कटोरामा पिठो लिने अनि ट्याक्क पानी लिने। यसलाई यसरी 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 के गर्ने। यहाँ एक्लै भयो, भिडियो बनाउने मान्छे कोही पनि छैन है साथीहरू। तपाईँहरूलाई म एकै हातले देखाउनु पर्ने भएको छ, एकै हातले चलाउनु पर्ने भएको छ। गाह्रो छ जिन्दगीमा, यस्तै छ हौ साथीहरू। ज्वाम हाल्ने, 5 जना छौँ खाने। यसलाई फेरि पानी थप्यो। डुब्का चाहिँ कसरी हाल्ने होला भन्ने लाग्यो होला तपाईँहरूलाई होइन। यी साथीहरू, अब यसलाई डुब्का हाल्ने। यसको 5 जना छौँ हामी, 5 जना लागि 5 वटा। कसैको मान्छेले त बुझिहाल्छ, अब पूर्वको मान्छेहरू नबुझ्ला, तर पनि बुझ्ने प्रयास गर्नु होला। तपाईँलाई क्याक भयो होइन, 5 वटा भयो। अब यसलाई हामी उसमा हाल्छौँ ल साथीहरू। अब हामी यी 5 वटा छन्, 1 2 3 4 5 6 7 8 9 10। ल साथीहरू, अब चाहिँ हामी खाना खान गइराखेका छौँ। गतको फाँडो छाँच हालेर बनाएको होइन। आज म पहिलोपटक खाँदैछु, कस्तो हुन्छ तपाईँहरूलाई देखाउने छु। ल साथीहरू, अब चाहिँ खानु पर्यो। ट्याक्क यो भनेको बटको भयो होइन। हालेर कस्तो हुन्छ फर्स्ट टाइम खान्छ। गजब आमामा। तपाईँहरूलाई पनि यसरी खान मन छ भने मैले भिडियो बनाएको छु, सबैजना स्किप नगरिकन पुरा भिडियो हेरेर तपाईँले खान सक्नुहुनेछ। एकदमै पहिलो टाइम खाएको यति मिठो आमामा दिन मिल्ने भए म मस्तले दिन्थेँ है। आजका लागि यो भिडियो यति नै। मेरो टिकटकमा सबैजनाले यस्तै यस्तै भिडियो हेर्न चाहनुहुन्छ भने लाइक कमेन्ट रिपोस्ट फेभरेट गर्नु होला। एकदम मिठो छ आमामा। युट्युब